Namaste everyone, this is Saroj. You are watching Live Nepal Film. आज चाहिँ म तपाईहरुलाई दाभिन्चीमा कलर कसरी गर्न सकिन्छ त्यो सम्बन्धीको एउटा इम्पोर्टेन्ट क्लास हो यो कलरको खास गरी म त्यसको जानकारी तपाईहरुलाई गराउनेछु। यहाँ रहेको छ मेरो दाभिन्चीमा अलरेडी हाम्रो कलरको प्यानलमा छु म हैन। यहाँ हाम्रो कलरको प्यानलमा रहेको छ। अब कलरमा पनि मैले काम गर्नु पर्दाखेरि अब फर्स्टमा मैले क्लोज यहाँबाट काम गर्न सुरु गरिरहेको छु। कहिलेकाहीँ यो तपाईको सो नगरेको भए हाम्रो कहाँबाट हामीले यसलाई सो गर्न सक्छौँ भने यहाँनिर यो क्लिप भन्ने छ, यो तपाईले अन अफ गरे भने यता चाहिँ यसलाई सो गर्छ, यसरी यहाँ देखाउँछ। तपाईले हाइड गर्न चाह्यो भने पनि यहाँबाट हाइड गर्न पायो हैन। तपाईले यसैमा अब मिडिया पोलमा तपाईले कुनै ल्याउनु भएको छ भने यहाँ फाइल यसमा पनि देखाउँछ, मिडिया पोल भनेर छुट्टै देखाउँछ। यहाँतिर चाहिँ लटहरु भन्ने छ, लट तपाईलाई चाहियो भने लटहरु यहाँबाट हाल्न सकिन्छ। छुट्टै यता हाम्रो ग्यालरी भनेर छुट्टै दिएको छ, तपाईको यता ग्यालरीको पार्ट छुट्टै आउँछ। अहिले मैले यो सबैलाई यतिसम्मलाई हाइड गरेँ। सो यहाँ हामीले के गर्छौँ त अल्ट प्लस एस प्रेस गर्यो भने यसरी नोट थप्न मिल्छ। मैले फर्स्टमा चाहिँ 3टा नोट राखेको छ, पछिको मैले दुईटा पछाडि राखिदिएको छ। अब यसपछि मलाई 2-3वटा अर्को नोट चाहिएको छ। हाम्रो अल्ट प्लस पी गर्यो भने प्यारालल नोट र सिरियल नोट गरी दुईटा नोट हुन्छ। अहिले एउटा नोट मलाई फेरि अगाडि चाहिएको छ। तपाईले यसलाई म्यानेज गर्न सक्नुहुन्छ राम्रोसँग हैन। अनि मैले फेरि अल्ट प्लस एस प्रेस गरेर यहाँ चाहिँ मिस्टेक भएको छ, अन्त अगाडिबाट हामी राख्दिउँ। यतिमा राख्दाखेरि केही फरक पर्दैन। 3टा नोट मैले अगाडि राखेँ। अब यो कलर गर्दाखेरि आफ्नो तरिका हुन्छ, तपाईले जुनै तरिका युज गरे पनि हुन्छ, त्यस्तो यही युज गर्नुपर्छ भन्ने छैन। एउटा चाहिँ हाइड गरेर चाहिँ यसलाई पछाडि लाग्नु मैले यस्तै नोटहरु चाहिँ तपाईले मिलाएर राख्नु होला। अब चाहिँ मैले यसमा तपाईलाई काम गरेर देखाउने छु। दुईटा नोट यता राखिसकेपछि म एक दुई नोट चाहिँ फेरि एस प्रेस गरेर यतातिर हाम्रो नोटहरु दुईटा यता जति राखिदिन्छु। अब नोट राखिसकेपछि फर्स्ट फेजमा तपाईले के गर्ने भन्ने कुरा हुन्छ। जस्तो पहिला चाहिँ मलाई अब योमा कलर गर्नु छ भने फर्स्टमा तपाईले के चलाउनुहुन्छ भन्ने कुरा। जस्तो यो फुटेज भनेको सोनी FX3 को र फुटेज हो, मैले यसमा काम गरिरहेको छु। अब सोनी FX3 मा चाहिँ यसको चाहिँ सेटिङ हुन्छ जुन चाहिँ हामीले कहाँबाट लिन मिल्छ। यहाँ चाहिँ हाम्रो इफेक्ट भित्र गएर यहाँ भित्र चाहिँ हाम्रो अप्सन के छ त भनेपछि कलर स्पेस ट्रान्सफर्म हैन। फर्स्टमा मैले कलर स्पेस ट्रान्सफर्म यसमा राखिदिन्छु। यहाँ लिएर मैले यसमा कलर स्पेस ट्रान्सफर्म एउटा हालेँ हैन। यहाँ कलर स्पेस ट्रान्सफर्म यसको एरिया हालेँ। फर्स्टमा हाम्रो यहाँ छ कलर स्पेस ट्रान्सफर। कलर स्पेस ट्रान्सफरमा मैले के राख्छु भनेपछि सोनी एस गामा 3 साइन हैन, फर्स्ट सेटिङ गरेको हुन्छ। सेकेन्डमा मैले राख्छु यहाँनिर के भनेपछि सोनी एस-लक 3 को यो भयो। हाम्रो यति हाल्ने बित्तिकै पनि खुलिसकेको हुन्छ फुटेज चाहिँ खास गरी। त्यसपछि तल तपाईले आउनुहुन्छ नि, म सेकेन्ड यो थर्डको पार्टलाई मैले त्यतिकै छोडिदिन्छु। त्यसपछिको तलको पार्टमा चाहिँ तपाईले रेक 709 जुन छ यो अप्सन दिनुहुन्छ। हाम्रो रेक 709 मा चाहिँ यसरी अब यो आइसकेपछि तपाईको यतिको हाम्रो फर्स्ट कलर यहाँ देखाइरहेको छ। मैले अहिले खास गरी यो लुक्सको हिसाबले यतातिर राखेको छ यो यसको अर्को आउटपुट चाहिँ, नत्र खास यो मोनिटर हुनुपर्ने। यो अब हामीलाई अहिले सुट गर्न गाह्रो भएको हुनाले यसमा गरेको छैन हामीले। अब तपाईले के बुझ्नु पर्यो भने फर्स्ट सेटिङ हाम्रो भयो। अब सेकेन्ड सेटिङमा हामीले के बुझ्नु जरुरी छ भने सेकेन्डमा चाहिँ हामी अब आफ्नो तरिका हुन्छ। तपाईले यदि यो जुन छ तो यहाँनिर यसको यो जुन यो भेक्टर स्कोप तपाईले यो हेर्नुहुन्छ भने यो स्कोपलाई चाहिँ तपाईले अब यसको यो जुन स्याडो छ तल आउनु पर्ने हुन्छ। यहाँ चाहिँ हामीलाई हाइलाइट, मिडटोन र स्याडो भनेर कसरी छुट्याएको छ भने हाम्रो लेफ्ट भनेको स्याडो पार्ट हो, गामा भनेको मिडटोन हो र गेन भनेको यसको हाइलाइट पार्ट। यो 3टा पार्ट छ। जुन अफसेट छ यो चाहिँ अल्फा हो। अल्फा भनेको यो 3टै हाइलाइट, मिडटोन र स्याडोको कन्ट्रोल यसले गर्छ है एकैचोटि। अब मैले चाहिँ के गर्छु भने यहाँ हाम्रो यतैबाट मात्रै हुँदैन भनेर मैले सेकेन्डमा चाहिँ जहिले पनि यो लेफ्ट गामा र गेन चलाउँछु।
मलाई अहिले लेफ्ट चाहिँ अलिक तल चाहियो यहाँसम्म हल्का यतिसम्म राख्दा ठिक छ। गामालाई मैले अलि यतिको राखेँ। त्यसपछि के अरे गेनलाई हल्का अब गामालाई मैले कन्ट्रोल गर्छु। लगभग यतिसम्मको ठिकै देखिएको छ फुटेज। त्यसपछिको पार्टमा मैले चलाउने भनेको यहाँ हाम्रो के छ फ्रेम, जुन चाहिँ मोसन इफेक्ट भनेको छ। मोसन इफेक्टमा तपाईँले फ्रेम कति राख्ने भने चाहिँ मैले 2 मा राखिदिएको छु फ्रेम। यसको लुमा र क्रोमा दुइटै हामीले अब तपाईँको खास गरी यसले गर्ने के हो भने तपाईँको नोइजहरू हटाउने। यसमा अहिले धेरै नोइजहरू खासै त्यति देखेको छैन। तैपनि मैले अब यसमा चाहिँ जो सानो सानो नोइजहरू हुन्छ त्यो पनि हटाउन खोजिरहेको छु। यसको मैले 32 अराउन्ड राखेको छ। तपाईँले यहाँनिर यदि यसलाई क्लोज गरेर हेर्नुहुन्छ भने यहाँबाट तपाईँलाई थाहा हुन्छ। जस्तो यसको यो जुन सानो सानो नोइजहरू हुन्छ त्यो नोइजहरू चाहिँ यसले के गर्छ हटाउँछ क्या। यसको नोइजहरू हटाउनु पर्यो भने चाहिँ तपाईँले कहाँबाट हटाउन सक्नुहुन्छ त यो लुमा र क्रोमाबाट, जुन साइडतिरको। अब मैले यदि बढाएँ भने यस्तो एकदम गसेन टाइपको हुन्छ क्या फेस चाहिँ। मैले अहिले चाहिँ यसलाई त्यत्तिकै धेरै गरेको छैन। यसको चाहिँ मैले 30 अराउन्ड गरेको छु। यसको चाहिँ मैले धेरै गर्न हुँदैन यो, मतलब फेस पुरै हुन्छ। मैले 2 राखिदिएको छ अहिले। जुन सानो सानो नोइजहरू छ त्यो चाहिँ अहिले हटिसकेको छ। अब त्यसपछिको पार्टमा तपाईँले मैले यहाँ चाहिँ हल्का यसको चाहिँ टेम्परेचरको कुरा छ। जस्तो हाइलाइट मैले थोरै कम गरिदिन्छु, अझै थोरै हाइलाइट कम गरिदिएँ। अब हाइलाइट कम गरिसकेपछि अब थोरै मैले यसको के पनि मिलाउनु पर्यो भने अब टेम्परेचर तपाईँले कस्तो राख्नुहुन्छ, कुल या वार्म। मैले थोरै वार्म यो कुल तरिकाले यसको कुलमा राखिदिएको छ। टिन्ट चाहिँ मैले थोरै यतिको बढाइदिएको छु, टिन्ट थोरै बढाइदिएको छ। जुन चाहिँ हाम्रो स्किनमा एउटा राम्रो टिन्टले गर्दा के हुन्छ भने स्किनी कलरहरू ट्याक्कै त्यसमा चाहिँ आउँछ कि। मैले थोरै बढाइदिएको छ। टिन्टको चाहिँ अब जुन फेसमा हल्का रेडनेस छ त्यो रेडनेस चाहिँ आओस् भन्ने हिसाबले। अब यदि भइसकेपछि त्यसपछि हामीले अर्कोमा चाहिँ अब के चलाउने भन्ने हुन्छ। यहाँ पछि मैले चाहिँ एउटा चाहिँ कर्भ, यो खास गरी अब यसले चाहिँ के गर्छ भने तपाईँले कुनै पनि पार्टलाई कस्तो कलर टोन दिन चाहनुहुन्छ। जस्तो कर्भभित्र छ हामीसँग फर्स्टमा अल्फा छ, यो हाइलाइट हो, यो मिडटोन हो, यो स्याडो हो होइन। तपाईँले यसमा तपाईँले काम गर्नु भने यसको हाइलाइट पार्टमा काम गर्छ यसले। यो तलको पार्टमा तपाईँले काम गर्नुभयो भने यो चाहिँ स्याडोमा काम गर्छ। यो बिचबाट तपाईँले कुनै पनि कम ज्यादा गर्नुभयो भने यसले चाहिँ मिडटोनमा काम गर्छ। अहिले मैले यो तिनटैको मलाई स्याडो चाहिँ हल्का डाउन गरिदिएको छ। सेकेन्डमा छ यहाँ यु भर्सेस यु। जस्तो यु भन्नाले तपाईँले मेन के बुझ्नुहुन्छ भन्ने कुरा इम्पोर्टेन्ट हो। यु भनेको के हो त, तपाईँले कलर चेन्ज गर्न मिल्छ भनेर बुझिनुहुन्छ। यु भर्सेस युमा चाहिँ तपाईँले जस्तो मैले अब यो ब्याकग्राउन्ड छ, यो ब्याकग्राउन्ड मलाई कस्तो कलर टोनमा चाहियो भने चाहिँ अहिले मैले यति मात्रै चेन्ज गर्दाखेरि यस्तो देखाएको छ। मैले अलि यो ज्यादा पिक गर्छु, यो कलर पनि मलाई यहाँसम्म चाहियो त्यसम्म, र अलिक यतातिरको पार्ट पनि मलाई हल्का चेन्ज चाहियो। अलिक ग्रेनिटी चाहिएको छ भने थोरै ग्रेनतिर मैले तानिदिएको छु, हल्का यतिसम्म राखिदिएको छ मैले। अब तपाईँलाई कलर कस्तो मनपर्छ त्यो तपाईँले आफ्नो तरिकाले, जस्तो म चाहिँ अलिक नेचर नै मन पराउँछु, त्यही भएर मैले हल्का यसलाई ग्रिनै राख्न खोजिरहेको छु। सो मैले यसलाई अलिक ग्रिन राखिदिएको छु। अब त्यसपछिको भनेको हामीसँग अर्को कलर चाहिँ यहाँ ब्लू छ, जुन चाहिँ स्काईको छ। यो पनि यहाँसम्म हामीले हल्का तानिदिन्छु, यसलाई तानेर अलिक यो पार्ट पनि मैले अलिक ब्लू टोन पनि हल्का यतिको ब्लू यस्तो टाइपको ब्लू चाहियो। त्यसपछि चाहिँ हाम्रो स्किन, स्किनलाई पनि मैले थोरै हल्का रेडनेस फेसमा चाहिँ बढाइदिन्छु। अलि चाहिँ हामी यहाँबाट पनि हामीले कलरको यस्तो टाइपको म्याचिङ चाहिँ गराउन सकिन्छ। त्यसपछि छ अर्को साइडमा क्लिक गर्नुहुन्छ भने सेचुरेसन। जस्तो तपाईँलाई यो कलर कति चाहियो, ज्यादा या कम। जस्तो मलाई यहाँको पार्ट हल्का अलि सेचुरेट चाहिएको छ भने मैले के गर्छु त यो पार्टलाई अलिक बढाइदिन्छु क्या यसरी होइन, हल्का सेचुरेट भएको देखिन्छ यो पार्ट चाहिँ। अब यदि डाउन गर्नु छ भने सेचुरेसन तल गऱ्यो भने सेचुरेसन कम हुन्छ। थोरै चाहिँ बढाइदिएको छ, यसलाई फिटमा राखिदिउँ। यतिसम्मको हाम्रो अप्सन आइसकेको छ। अब तपाईँले यहाँ अन अफ गरेर हेर्न सक्नुहुन्छ। अब अहिलेसम्मको लाई चाहिँ हाम्रो यस्तो थियो, यस्तो भइसकेको छ फुटेज होइन।
हामीले कर्भ चलाइरहेको छौँ अहिले। कर्भको पनि हामीले कहाँसम्म चलाएको छु, स्याचुरेसनसम्म चलाएको छौँ। यसको पनि तपाईँलाई रेन्ज घटाउने या बढाउने, मलाई अहिले खासै यो ग्रिनमा पनि मैले थोरै चाहिँ यो कलरलाई अलि यति पार्टमा चाहिँ यो ग्रिनको हल्का कलर बढाइदिएको छ मैले। हेरेर घटाउनु पऱ्यो भने तपाईँले तल राख्ने, बढाउनु पऱ्यो भने हल्का माथि उठाइदिने। थोरै माथि उठाइदिएको छ, यतिको राख्ने। अब त्यसपछि हामीसँग अर्को अप्सन छ लुमा। लुमा भनेको लाइट म खास गरी लुमा चाहिँ फेसमा युज गरिरहेको हुन्छु। मलाई फेसको लाइट अलि बढाउनु छ होइन थोरै, सो मैले यहाँनिर गएर यो चाहिँ लाइट अलि फेसको लाइट हल्का बढाइदिएँ। अब तपाईँको फुटेज अघिको भन्दा धेरै खुलिसकेको छ है। अब यहाँ पछि तपाईँलाई अझ थोरै स्याचुरेसनहरू तिनीहरू बनाउनुपर्छ भने मैले हल्का यहाँदेखि अलि यसलाई माथि गऱ्यो भने स्याचुरेसन बढ्छ होइन। जस्तो यसको लुमा भर्सेस स्याचुरेसनहरू यसले जुन हाम्रो स्याचुरेसन छ त्यसैमा काम गरेर आउँछ। मैले थोरै थोरै बढाइदिएको थिएँ, यसमा धेरै काम गर्दैन। अब त्यसपछिको छ मसँग अर्को अप्सन छ, यसको छ क्वालिफायर। क्वालिफायर भनेपछि हामीसँग यहाँ छ एउटा क्वालिफायरको टुल छ है। तपाईँले यहाँबाट के अरे नाम पनि राख्न सक्नुहुन्छ। जस्तो यहाँ लेभलमा गएर नोट लेभलमा गएर हाम्रो फर्स्टमा के थियो त, फर्स्ट हामीले कलर स्पेस ट्रान्सफर गरेका थियौँ, जुन चाहिँ CST गरौँ होइन। त्यसपछिको नोट लेभलमा हामीले के चलाएको छ, नोट लेभलमा त्यसपछि चलाएको थियो मैले यो प्राइमेरी कलर विल्स होइन, PCW गरिदिउँ। त्यसपछिकोमा मैले के चलाएको छु भने यो नोइजहरू होइन, मोसनको होला, मोसन इफेक्ट भने चाहिँ यहाँ मैले राइट क्लिक गरेर नोट लेभलमा गएर मोसन MF है। त्यसपछिको मैले यहाँ चलाएको छु हाम्रो वाइट ब्यालेन्स भनौँ होइन। तपाईँ चाहिँ नोट लेभलमा WP गरिदिउँ। त्यसपछिकोमा मैले चलाएको छु कर्भ होइन। जस्तो यहाँ गएर नोट लेभलमा C कर्भ भने चाहिँ CV गरिदिउँ। मैले यतिसम्म चाहिँ यहाँ यो चलाएको छु। अब त्यसपछिको भनेको मैले के चलाउन खोजिरहेको छु अहिले, यो भनेको क्वालिफायर। क्वालिफायरमा तपाईँले क्लिक गर्नुहुन्छ भने यसले चाहिँ के गर्छ, एउटा मार्क्स निकाल्छ। जस्तो मैले यहाँ क्लिक गरेँ भने यहाँ अहिले मार्क्स देखाएको छैन। यो देखिनलाई सो गर्नलाई हामीले यहाँ क्लिक गर्नुपर्ने हुन्छ। अब चाहिँ यसले सो मार्क्स देखाइरहेको छ। मार्क्स देखाइसकेपछि तपाईँले फर्स्टमा के बुझ्नु पऱ्यो भने अब यो मार्क्स तपाईँले अरू पनि राख्नु छ भने यहाँनिर हामीसँग के छ, प्लस छ। प्लसको साइनमा तपाईँले क्लिक गरेर यसरी एड गर्नुभयो भने यो हाम्रो मार्क्सहरू तपाईँले बढाउनुहुन्छ। यहाँबाट तपाईँले अझै अझै तपाईँको जहाँ जहाँ तपाईँलाई चाहिएको छ त्यो पार्टहरू तपाईँले पुऱ्याउन सक्नुहुन्छ। यहाँ प्लसमा क्लिक गरेर है। हल्का यो पनि मलाई आवश्यक छ, यतिसम्म मैले खुलाएँ। अब यो खुलिसकेपछि तपाईँलाई अझ यो म्यानेज गर्नु छ, मिलाउनु छ भने यहाँबाट पनि तपाईँले यसरी मिलाउन मिल्छ। मैले यसलाई धेरै ठिक्कको हिसाबले जति राम्रो मार्क्स भयो त्यति राम्रो काम गर्छ है तपाईँहरूको। अब यति भइसकेपछि तपाईँको मेन कुरो के बुझ्नु पऱ्यो, मार्क्स चाहिँ हाम्रो सफ्टनेस गराउनु पऱ्यो। यसलाई अलिक सफ्ट टाइपले देखिनु पऱ्यो। सफ्टको लागि हामीसँग यहाँ ब्लर छ एउटा, यसलाई तपाईँले यहाँ हेरेर गर्दा हुन्छ। नर्मल हामीले 34-30को हाराहारीमा गर्दा पनि ठिकै देखिन्छ। मैले चाहिँ यो टुक्कै हेरेरै गरिरहेको छु। त्यसपछि अर्को छ हाम्रो डिनोइजर। डिनोइजर पनि तपाईँले अराउन्ड 30-40सम्म गर्नुभयो भने यस्तो यो चाहिँ पार्टहरू खुलेर आउँछ। यो खुलिसकेपछि तपाईँले अझ यहाँबाट यो चलाएर पनि मिलाउन मिल्छ है। यो हाम्रो अरू पनि तपाईँले चलाउन सक्नुहुन्छ। मैले चाहिँ अहिले यो दुईवटा चला। अब यसपछि यसलाई चाहिँ मलाई इन्भर्ट गर्नु छ। इन्भर्टको लागि मसँग के छ त, यहाँ यसको यो पोइन्ट छ, यसलाई मैले यहाँ क्लिक गरेँ। यस्तै गरेर यो दुइटै सेम देखाइरहेको छ होइन। दुइटै सेम देखाइसकेपछि मैले फर्स्टमा के गर्नु पऱ्यो त, यसलाई इन्भर्ट गर्नु पऱ्यो। यसलाई इन्भर्ट गर्नलाई हामीसँग यहाँ के छ, एउटा यो इन्भर्टमा क्लिक गर्ने, यहाँ गएर इन्भर्ट गर्नु। अब ठ्याक्कै तपाईँको यो
छुटिसकेको छ। अब मैले यसलाई यहाँबाट अफ गरेर अब फेस तपाईँलाई सफ्ट चाहिन्छ भने हामी डिटेल्स यहाँबाट घटाउनु पर्ने हुन्छ है। मैले अब यहाँ अहिले यसरी तपाईँको हल्का मलाई सफ्ट चाहियो त यो मैले यहाँ माइनसमा राखिदिएछ। माइनस तपाईँको 30 अराउन्ड राख्दा केही फरक पर्दैन। तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ फेसमा हाम्रो जुन चाहिएको थियो त्यो क्ल्यारिटीको हिसाबले मैले माइनसमा राखेको छु अहिले। अनि त्यसपछि तपाईँलाई यसमा लाइटिङहरू कम ज्यादा गर्नलाई यहाँबाट पनि मिलाउनुहुन्छ। तपाईँले कति राख्ने हो तपाईँले यसको लाइटिङहरू यहाँबाट मिलाउनुहुन्छ, कम ज्यादा गर्न यताबाट मिल्छ। हाइलाइट स्याडोहरू यहाँबाट पनि तपाईँले यो भनेको छुट्टै लेयर छुट्टिसकेको छ, त्यही भएर तपाईँले जे गर्दा नि भयो। अब यहाँ तपाईँको अर्को पनि छ हामीसँग स्याडो। यो भित्र तपाईँले अब यो हाइलाइटमा चाहिँ तपाईँले कस्तो कलर टोन निकाल्नुहुन्छ अनि रेड कम या ज्यादा गर्ने भए पनि यहाँबाट हामीले गर्न मिल्छ। मैले थोरै रेड बढाइदिएको छ त्यसमा। ब्लू टोन पनि तपाईँलाई चाहिन्छ भने पनि यहीँबाट हल्का बढाउन मिल्यो, यो कुन चाहिँ स्याडोको पार्टबाट है। अब त्यस्तै छ हाम्रो यो ब्याकको चाहिँ मलाई अलिक घटाउन मन छ। यो जुन लेफ्ट छ लेफ्टलाई मैले हल्का यति घटाइदिएको छु। यसलाई पनि अलि मलाई फ्रन्टको चाहिँ मलाई क्लियर देखिनु पऱ्यो, ब्याक चाहिँ हल्का डाउन देख्नु पऱ्यो। त्यसै सँगसँगै अब मलाई यसको कलर टोन पनि चेन्ज गर्नु छ भने मैले यहाँबाट यसरी कलर टोन चेन्ज गर्न पाउँछु जस्तो तपाईँलाई चाहिएको छ। मैले अहिले हाइलाइटको कलर टोन यस्तो गरेको छ, स्याडोमा नि अलिक ग्रिनतिर तानिदिएको छ। यहाँबाट पनि तपाईँले कलर टोनहरू चेन्ज गर्न पाउनुहुन्छ। हाम्रो यस्तो चाहिँ फुटेज भइसकेको छ। अब यति भइसकेपछि तपाईँलाई यहाँनिर एउटा मैले अहिले यसमा के हालिदिन्छु भने एकदम राम्रो चलेको इफेक्ट एउटा छ, डिस्पिल भन्ने छ। डिस्पिल इफेक्ट यहाँ राखिदिन्छु। अहिले चाहिँ ग्रिन चाहिँ हटाइदिन्छ। तपाईँलाई कति ग्रिन चाहिने हो त्यति ग्रिन चाहिँ यसबाट तपाईँ लिनुहुन्छ। मैले अब हल्का यसलाई ब्लेन्ड जुन छ यो चाहिँ कतिसम्म यसको स्ट्रेन्थ चाहिने भन्ने हुन्छ। यहाँबाट तपाईँले ब्लेन्ड गर्दै हुन्छ, तपाईँलाई जतिको चाहियो त्यतिको राख्न पाउनुहुन्छ। ज्यादा चाहिन्छ भने तपाईँले ज्यादा पनि राख्न मिल्यो, यहाँबाट घटाउन मिल्यो। हल्का मलाई चाहिँ यसको यो पार्टहरू यस्तो राखौँ। अब थोरै साइडको मलाई अलि डार्क चाहिएको छ। त्यो डार्कको लागि मैले यहाँ चाहिँ एउटा भिनियट भन्ने इफेक्ट हाल्छु। अलि यतातिर राख्नु हाम्रो भिनियट भन्ने चाहिँ तल होला। यहाँ थुप्रोहरू पनि अब हाम्रो प्लगिन्सहरू पनि सेट गरेको छ यसमा त। भिनियट सबै कता देखाएको छ भिनियट। हाम्रो यसमा मैले यो जुन छ भिनियट इफेक्ट यहाँ चाहिँ एउटा यसमा क्लिक गरिदिएँ। भिनियट हाल्ने बित्तिकै साइडतिरको पुरै अलिक डाउन यो हल्का डार्क आउँछ। डार्क आइसकेपछि यसलाई मैले अब अलि मिलाउनु पऱ्यो कतिसम्म तपाईँलाई चाहिने हो। साइडको मलाई हल्का डार्क चाहिएको, सो यसको मैले अलिक खुलाएर यतिसम्म राखिदिन्छु। यहाँबाट पनि तपाईँले ब्लेन्ड गर्न मिल्छ कतिसम्म राख्ने। अब अहिलेसम्मको हाम्रो यति भयो। मैले थोरै यसको डिटेल्स बढाउनलाई यो पनि राखिदिन्छु। यो चाहिँ डिटेल्सको लागि। यो डिटेल्समा चाहिँ जुन यो रेडियस छ यसलाई मैले क्ल्यारिटी हल्का डाउन गरिदिन्छु, पुरै डाउन, धेरै होइन यति। अब यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यसको चाहिँ यसले क्ल्यारिटी बढाएको हुन्छ। जस्तो यो मैले अहिले अफ गरेर तपाईँलाई देखाउँछु। यो अफ गरेको बेलाको हो, यो चाहिँ क्ल्यारिटी हामीले हालिसकेको बेला यसले क्ल्यारिटी बढाउँछ होइन। यति भइसकेपछि लगभग तपाईँले एक लेभलको जुन हाम्रो बेसिक लेभलको कलर करेक्सन हुन्छ त्यो तपाईँले सक्नुहुन्छ। यही कलर तपाईँलाई अरूमा चाहिन्छ भने पनि तपाईँले के गर्न सक्नुहुन्छ त यहाँ राइट क्लिक गरेर ग्राब स्टिल गर्नुभयो भने अब मलाई अर्को फुटेजमा चाहियो भने यहाँ ग्यालरीमा यो रहेको छ, यो वाला हो।
अनि यहाँ क्लिक गरेर यसलाई अप्लाई ग्रेड गऱ्यो भने यो हाम्रो अर्को क्लिपमा पनि आउँछ है। अब अर्को क्लिपमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो अब आज मैले खास गरी यति पार्टलाई मात्रै तपाईँलाई फोकस गरेँ, किनकि बेसिक कलर करेक्सनमा अब यसपछिको अरू पार्ट चाहिँ जस्तो यसको स्क्यानिङको राम्रो पर्ने होइन धेरै कुराहरू छ अझै, त्यो चाहिँ म अर्को पार्टमा भनौँला। अहिलेलाई मैले यति भने अब अर्को फुटेजमा कसरी मिलाउने भन्ने पनि म सेकेन्डमा चाहिँ भन्नेवाला छु। अहिले चाहिँ हामीले यो दुईवटा फुटेजमा मिलायौँ, एउटा योमा गऱ्यो हामीले है। अब यसको बिफोर र आफ्टर हेर्ने भए यो हाम्रो बिफोर यो होइन। अब यो बिफोर भयो होइन। अब बिफोर पछि हाम्रो आफ्टरमा चाहिँ कस्तो आयो त भने चाहिँ यो पार्ट भनेको हाम्रो आफ्टरको भयो, यो दुईवटा भयो। खास गरी अब यो मैले यतातिरको मोनिटर हामीले खास यो मोनिटर युज गरेका छौँ। तपाईँले यतातिरको मोनिटर हेर्नुहुन्छ भने हाम्रो कलरको लागि यो हो मोनिटर। फेरि यसलाई मैले तपाईँको प्ले यहाँ चाहिँ हाम्रो प्ले ब्याक मोनिटर कता छ भने चाहिँ फिडब्याकको हाम्रो 2मा राख्ने यता आउँछ, यस्तो आउँछ। यो खास तपाईँको त्यहाँ अर्कोमा चाहिँ मैले रेकर्ड हाम्रो यता भइरहेको छ है, बिचको मोनिटर। नमस्ते, मेरो नाम सुशील गुरुङ। म चाहिँ लाइभ नेपाल फिल्म एकाडेमीमा चाहिँ यो डाभिन्ची कोर्स चाहिँ सिक्न आएको थिएँ। मैले 5 दिनको एकदम फास्ट ट्र्याकमा चाहिँ कोर्स गरेको थियो र जुन चाहिँ त कोर्स छ यो एकदमै मैले चाहिँ एकदमै राम्रो पाएँ, किनभने म पनि एडिटिङ गर्छु अलिअलि। तर एडिटिङ गर्दाखेरि त्यो कलरको चाहिँ मेन चाहिँ कलर ग्रेडिङ चाहिँ मलाई चाहिँ एकदमै सिक्नु मन थियो र यो चाहिँ मैले धेरै खोजेँ पनि। युकेमा त मैले पाउँदै पनि पाएन, किनभने त्यहाँको अब कोर्सहरू धेरै महँगो पनि हुने र फेरि त्यहाँ चाहिँ एकदमै भास्ट हुने कारणले गर्दा अहिले नेपाल आएको बेलामा एकदमै गाह्रो थियो। त्यो पनि हाम्रो जो प्रोफेसनल टिचर हुन्छ त उहाँले चाहिँ मिलाइदिनु भयो र चाहिँ अहिले मैले चाहिँ यस 5 दिनमा मैले अब चाहिँ जुन चाहिँ मैले एडिटिङ छ त्यसमा मेरो चाहिँ अझै अपग्रेड भएर म चाहिँ अब कलर ग्रेडिङ गर्न सक्छु भन्ने चाहिँ मलाई विश्वास लागेको छ। यदि तपाईँ विश्वस्तरीय VFX र एनिमेसन सिक्न चाहनुहुन्छ भने लाइभ नेपाललाई सम्झिनुहोस्। विगत 12 वर्षदेखि लाइभ नेपालले उच्च स्तरीय फिल्म मेकिङ, एडिटिङ र VFX सिकाइरहेको छ।